ल साथीहरू, यो चाहिँ चापागाउँदो बाटो। यो चापागाउँदो बाटोबाट चाहिँ अब सिधा एकान्त कुनातिर म जाँदैछु। एकान्त कुना हुँदै होइन, आज चाहिँ कोटेश्वरबाट सर रोड आएको। अफिस टाइम ठ्याक्क लाग्यो। अफिस टाइम लागेपछि त भित्र उता के अरे उसबाट छिर्न दिँदैन, बानेश्वरपट्टिबाट। त्यही भएर आज चाहिँ यताबाट आइयो, घुम्दै चल। त्यहाँ कुरेर नि के बस्नु होइन, एकतालमा चाहिँ कुर्दा अल्छी लाग्छ कि कतिखेर कुर्ला भनेर बरु यताबाट सट्ट गएर त्यता नजिकतिर बसिरह्यो। ठ्याक्क अब खुल्ने बेला भयो भनेपछि सट्ट निस्किदियो भने छिटो हुन्छ भन्ने आश हो। छिटो पनि हुन्छ होला। कति बज्यो अहिले? 9, 9:30 त भयो होला। जाम छ क्या फेरि, यस्तो छ यो, पुरै जाम छ क्या, पुरै जाम। यस्तो मुस्किल छ काठमाडौँमा गाडी चलाउन। फेरि धेरै जस्तो यस्तो गाडीहरू अहिले फेरि आन्टीहरूले चलाउनु थालेका छन्। आन्टीहरूले चलाउँदाखेरि फेरि अलिकति डरै मान्नै पर्छ क्या। कहिले ल्याएर पछाडिबाट ठोकिदिन्छन्, कहिले अगाडि नै ठोकाउनु खोज्छन्, कहिले दायाँबाट, कहिले बायाँबाट। आन्टीहरूदेखि चाहिँ अलिकति होसियार हुनुपर्छ। आन्टीहरू नानीहरू हुन्छन् होइन, उनीहरू अब डराइ चलाउने, डराएर चलाएपछि झन् मिस्टेक भइहाल्छ। यस्तो छ कि ताल। के भन्ने है, जाम छ। ल अब एकान्त कुना पुग्न लाग्यो। एकान्त कुनाको ओह्रालोमा अलिकति रन यसो पाइन्थ्यो कि भन्ने आश गरेको। गाडी कुदाउनु पाइँदैन, के काम। गाह्रो छ हो, गाह्रो छ। 2 लाइन एकान्त कुनाको ओह्रालो त आयो, के भन्नु।